हेलो साथीहरु, म चाहिँ आज गाउँमा आएको छु। आज लक्ष्मी पूजाको तयारी हुँदैछ। त्यहाँनेर बत्तीहरु बनाउँदै हुनुहुन्छ अनि म चाहिँ अब यहाँनेर फुलहरु अलिअलि टिप्नु पर्यो। अलिअलि फुल फुलेको छ। यसपालि फुल फुल्न ढिलो भएर धेरै ठुलो भएको त छैन, तर यस्तै भयो नि टिपेर अनि रङ्गोली बनाउने। कलरको चाहिँ खासै मलाई धेरै रङ्गोली बनाउनलाई आउँदैन, त्यो भएर यही फुलहरुको नै रङ्गोली बनाउँछु। मतलब हल्का हाम्रो लक्ष्मी माता ह्याप्पी भयो त भयो नि, जस्तो सक्छु त्यस्तै नै बनाउँछु। हाम्रोमा चाहिँ यस्तो खालको फुलहरु नि छ। के भन्छन् यसलाई? हामी चाहिँ घन्टी फुल भन्छौँ। यस्तो नि छ। अहिलेको लागि यति तयारी भयो। यहाँनिर पाइलाहरु चाहिँ रेडी भयो। अब रङ्गोली बनाउने अनि पूजा गर्ने। ल लाइटको काम पनि बन्यो अब फाइनल्ली। यस्तो भयो। ल अब चाहिँ हाम्रो यहाँनिर रङ्गोली पनि तयार भयो। ओके, हामी चाहिँ रेडी भइसक्यौँ। अब यहाँनिर फुल हाल्दै हुनुहुन्छ बुवाले माला झ्यालडोकामा। अनि झ्यालडोकामा मालाहरू हालिसकेपछि अब यता मम्मीले पूजा गर्दै हुनुहुन्छ। अनि सबैजना मिलेर लक्ष्मी पूजा गर्ने, लक्ष्मीलाई भित्र्याउने। अनि यहाँ आमा हुनुहुन्छ, आमा हेर्दै हुनुहुन्छ रमाइलो मानेर। अनि यता आमा पनि आइसक्नुभयो हेर्नलाई, रमाइलो हेर्नलाई। आमा रमाइलो भयो? रमाइलो भयो, रमाइलो। झिलिमिली राम्रो लाग्यो? झिलिमिली राम्रो लाग्यो? लाग्यो। आमा कति खुसी भएर हेर्दै हुनुहुन्छ। ल आमालाई झिलिमिली रमाइलो लाग्छ। हाम्रो चाहिँ पूजा चलिरहेको छ। उगन झ्यापै पड्काइसकेको छ त के यो प्रश्नको हो। ए माला
हामीले चाहिँ लक्ष्मी पूजा पनि सिद्ध्यायौँ। प्रसुन हजुर अब पटका पड्काउने होइन त? कतिको लिएर आउनु भएको छ? ओहो हाम्रो पटका पड्काउने कि नै? पटका पड्काउने कतिवटा? कुन भेराइटीको छ? फुलझरी रकेट अनि अजिङ्गर के हो? अजिङ्गर कोब्रा अजिङ्गर भन्नुहुन्छ, मैले जे भन्दै त्यही भन्नुहुन्छ। सबै निर लगाइदियो कि त मैले आफैले लगाएको हो। कुरा पोहोर लक्ष्मीले बास पारुन्। ल यहीँ पड्क्यो तिहारमा बाल्ने दुःख गरेर के यतिको लागि त हो है। यो बरु मजा आयो छ क्या छ ल रकेटलाई यता है झालै झाल त्यो पहिला सेट गर्नु। त्यो बोतल लड्ला है ल ल ल बोतल त टाइट मम्मी बाङ्गो हो बाङ्गो यता बाङ्गो बार्नुपर्छ कि यता गयो? केही हुँदैन रे कहाँ केही हुँदैन। यो बाङ हो ल ल यहाँ हाम्रो हेर्ने दर्शकहरू सबैजना यो चाहिँ के हो यो मटकाको है यो भने चाहिँ कस्तो अघिको जस्तो घुम्ने हो? त्यो बल्दा त होइन ल ल मतका कुवा हातमा बाल्नु खाने फेरि उल्टो भयो जस्तो छ कि होइन? ठिक छ दुवैतिर ल खतम भयो ल ल ल बोल 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 ल ल ओ हो हो कि एक ठाउँ मात्रै घुम्नु त नि त कति धेरै बेर 200 180